लासो फ्याफुल्जी टेस्टले मोखिम दावा तामाङ चितवन कालिका नगरपालिका 7बाट मेरो पुर्खौली सिन्धुपाल्चोक र आज पनि फेरि म तपाईँहरूको सामु एउटा छोटो भिडियो लिएर चाहिँ प्रस्तुत भएको छु। यो भिडियो चाहिँ एकदम महत्त्वपूर्ण भिडियो रहेको छ। तपाईँले यो भिडियो अन्त्यसम्म हेरिदिनु होला। मन पऱ्यो भने लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। हिजोको दिनमा चाहिँ मैले यो छोटो भिडियोहरू बनाउँदै जाँदा धेरैजनाले चाहिँ मन पराइदिनु भएको थियो। यदि तपाईँहरू कोही नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानलमा गएर चाहिँ तपाईँले लाइक कमेन्ट सब्सक्राइब गर्न सक्नुहुन्छ। र यो भिडियो चाहिँ मैले टाइम रातिको 11 बजे छ, तर म बसिरहँदाखेरि चाहिँ मैले यो भिडियो बनाउन हुन त मेरो त्रुटिहरू हुनसक्छ, तर पनि मेरो मनको विचारहरू चाहिँ मैले राख्दाखेरि चाहिँ के होला त हाम्रो तामाङ समुदायमा चाहिँ के चाहिँ भइरहेको छ, अनि यो चाहिँ मैले भन्नै पर्छ है, मैले यो सिकाउनु पर्छ है जस्तो लाग्ने रहेछ। अब यो मैले सिकाउनु पनि पर्छ, मैले जानेको कुराहरू, तर मेरै कुरा मात्र सही छ भन्न चाहिँ म पनि गलत नै हो। र तपाईँहरूले पनि राम्रो छ भने राम्रो छ भनिदिनुहोस्, राम्रो छैन भने कस्तो गर्दा ठिक हुन्छ होला भनेर हामी सबै मिलेर चाहिँ हाम्रो तामाङ समुदायको शास्त्र संस्कृति भेषभूष र आफ्नो पहिचानको लागि चाहिँ हामी सबैजना चाहिँ एकदम अहिले चाहिँ रेडी हुनुपर्छ। अब हामी सुध्रिँदै जानुपर्छ। र मैले आजको भिडियो चाहिँ के भन्न चाहेँ भन्दाखेरि छोटो मिठोमा चाहिँ सगुन पोङ राख्ने जाने बेलामा चाहिँ हाम्रो तामाङ चेलीबेटीहरू चाहिँ साडी लगाएर जाने रहेछ, अनि तिलरहरू लगाएर जाने रहेछ। मैले एउटा भिडियो भर्खर हेरेको, साडी लगाएर चाहिँ हरियो रातो निलो साडी लगाएर तिलरी लगाएर सिन्दुर लगाएर जानुभएको रहेछ। र छोरा मान्छेहरू चाहिँ स्टोकोट ढाका टोपी लगाएर चाहिँ सबैजना जानुभएको रहेछ। होइन, मेरो विचारमा चाहिँ तपाईँहरू सगुन पोङ राख्न जाने बेलामा आफ्नै भेषभूष लगाएर जानुहोस् न। मलाई त कस्तो कस्तो लाग्यो यो भिडियो हेरेर। तपाईँहरू पनि भोलिको दिनमा अब मङ्सिर आउँदैछ, अब यो सगुन पोङ राख्न जाने बेलामा चाहिँ तपाईँहरूले चाहिँ एकदम यो ढाका टोपी लगाएर चाहिँ जाने होइन है। तपाईँहरू ढाका टोपी लगाएर तामाङ टोपी लगाएर जानुहोस् न तपाईँहरू। अनि भेषभूष पनि हाम्रो हिमाली भेकको भेषभूष लगाउनुहोस् तपाईँहरू। त्यही भएर चाहिँ मैले यो छोटो भिडियो चाहिँ तपाईँहरू कस्तो लाग्यो, मलाई चाहिँ कस्तो खिन्न भयो। तिलरी चाहिँ हाम्रो तामाङ समुदायको हाम्रो अब तपाईँहरू पनि बजेहरू आमाहरू फुपू आसु सबैजनालाई चाहिँ चेलीबेटी आफ्नो बुहारी छोरी सबैजनालाई चाहिँ सिकाउनु पर्ने भयो। तिलरी चाहिँ हाम्रो होइन, एकदम नराम्रो देखाउने रहेछ यो। साडी पनि तपाईँहरू लगाएर यो पोङ राख्न जाने यताउतिमा चाहिँ तपाईँले यसो विचार गर्नुहोस् है। म भर्खर यो भिडियो बनाएर चाहिँ मैले तपाईँहरूसम्म चाहिँ मैले यो भन्न गएँ, कतै मेरो त्रुटि हुनसक्छ, तपाईँहरूले मलाई सिकाउनु होला। यो भिडियो मार्फत चाहिँ मैले तपाईँहरूले चाहिँ के भन्न चाहेँ भन्दाखेरि चाहिँ सगुन पोङ राख्न जाने बेलामा चाहिँ साडी छड्की तिलरी लगाएर चाहिँ अनि छोरा मान्छेहरू चाहिँ ढाका टोपी लगाएर दौरा सुरुवाल लगाएर चाहिँ नजानु होला। यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो, मलाई चाहिँ मेरो विचार मेरो मनको कुरा राखेँ। र यो भिडियो चाहिँ म यति भन्दै अन्त्य गर्न चाहन्छु। तपाईँहरूलाई लासो फ्याफुल्जी टेस्टीले